छु, अर्थात् म तिमीहरूको लागि ठाउँ तयार पार्न स्वर्गमा गइरहेको छु। अनि भन्नुभयो कि मेरो पिताको घरमा बस्ने ठाउँहरू धेरै छ भनेर उहाँले वाचा गरिकन उहाँले जानुभएको छ। र आजको यो 2 कोरिन्थी 5 को 1 देखि 10 सम्म जति पढेको छ त्यस कुराबाट म तपाईँलाई 4टा पोइन्ट, सानो पोइन्टहरू तपाईँहरूलाई म आज यो बिचमा राख्न चाहन्छु। नम्बर 1 कुरा, हाम्रो पार्थिव शरीर जो अहिले हामीले धारण गरेका छौँ, अर्थात् यसलाई पृथ्वीको डेरा भनेर पनि यहाँ पौल प्रेरितले सम्बोधन गरेको छ, जो चाहिँ एउटा अस्थायी घर हो। अनि हामी हेऱ्यौँ भने टिभीतिर हामी हेर्छौँ, यहाँ धेरै सायद तपाईँहरू हुनुहुन्छ होला, कोही कोही मान्छेहरू टेन्टमा बस्छ है, उनीहरू समुद्रको छेउमा टेन्ट लाउँछ, कोही गएर पहाडको चुचुरातिर टेन्ट लाउँछ। अनि एकदम अहिले त होमस्टेहरू बनेको छ विभिन्न हाम्रो हिल साइड एरियातिर पनि, उनीहरू टेन्ट ल्याएर टेन्टमा बस्छ। अनि त्यहाँ एक दिन बसेपछि फेरि त्यो टेन्ट खोलेर अर्को जग्गा गएर उनीहरू फेरि टेन्ट लाउँछ। अनि त्यो टेन्ट एउटा एक प्रकारको एउटा घर जस्तै एक रातको लागि या एक दिन 24 घन्टाको लागि बस्ने एउटा स्थान उनीहरूले बनाउँछ। अनि फेरि त्यसलाई लगत्तै खोलेर फेरि त्यो अर्को जग्गामा उनीहरूले सिफ्ट गर्छ। त्यस्तै प्रकारले यो हाम्रो जीवनलाई, एउटा पार्थिव शरीरलाई एउटा अस्थायी घरसँग तुलना गरेको छ, एउटा टेन्टसँग तुलना गरेको छ। अनि यो विश्वासीको शारीरिक देह जो छ त्यसको संरक्षण गर्नको लागि हामीले विभिन्न कुराहरू हामीले गर्छौँ। बिहान उठेकोदेखि लिएर बेलुकासम्ममा हामीलाई विभिन्न थोकहरू हामीलाई चाहिन्छ। पानी चाहिन्छ, कसैलाई ग्रिन टी चाहिन्छ, कसैलाई लाल चिया भन्छ, कसैलाई नुन हालेको चिया भन्छ, कसैलाई चिनी हालेको चिया भन्छ, कसैलाई चिनी पनि नहालेको चिया, नुन पनि नहालेको चिया भन्छ, कसैलाई कस्तो चिया भन्छ, कसैलाई गाईको दुधको चिया भन्छ, कसैलाई अमुल ताजाको दुधको चिया भन्छ। अनि खानामा पनि विभिन्न किसिमको भेराइटिजहरू, कोही नन भेज छ, कोही भेज छ। अनि शरीरको लागि विभिन्न किसिमको यावक थोकहरू हामीलाई चाहिन्छ, यो पार्थिव शरीरलाई जसलाई हामी लिएर हिँडिरहेका छौँ। अनि हामीलाई नाना किसिमको भिटामिनहरू, मिनरल्सहरू, प्रोटिनहरू, भिटामिन डी भन्छ है, क्याल्सियमहरू, नाना किसिमको कुराहरू हाम्रो शरीरको लागि हामीलाई त्यो कुराहरू चाहिन्छ। त्यति मात्रै नभएर हामीलाई केश मलाउने तेल चाहिन्छ, राम्रो राम्रो मकमक गनाउने साबुन चाहिन्छ है, नुहाउनको लागि अर्कै साबुन हुन्छ, मुख धुनुको लागि अर्कै साबुन हुन्छ। कोहीले क्लोजअपले ब्रस गर्छ भने कोहीले कोलगेटले ब्रस गर्छ। अझै धनी मान्छेहरू म हेऱ्यो भने सेन्सोडाइन, डक्टरले रिकमेन्ड गरेको सेन्सोडाइन टुथपेस्टले ब्रस गर्छ। कोही ब्युटी पार्लरमा गएर उनीहरूले आफ्नो फेसहरू मेकअप गर्छ। कोहीले दामी दामको लाख रुपियाँको लिपस्टिकहरू लाउँछ, लाख रुपियाँको पर्फ्युमहरू लाउँछ। तर यो सबै कुराहरू यो पार्थिव शरीर एक दिन हामीले छोडेर जानुपर्छ। संसारमा बस्दाखेरि हामीलाई धेरै कुराको आवश्यकता पर्छ। प्रिय, ब्याङ्कमा सेभिङ गर्नु पर्यो, नानीलाई पढाउनु पर्यो, फिस तिर्नु पर्यो, यो नाना कुरा छ। चाहे ठुल्ठुलो राजनेता किन नहोस्, चाहे प्रधानमन्त्री किन नहोस्, चाहे राष्ट्रपति किन नहोस्, चाहे एउटा भिखारी किन नहोस्, चाहे करोडपति किन नहोस्, चाहे एउटा मामुली काम गर्ने मेहतरै किन नहोस्, सबैको अन्तिम दशा चाहिँ मृत्यु नै हो भनेर बाइबलले यहाँ लेखेको छ। हामी किताबहरूमा पढ्यो भने ठुल्ठुलो इतिहासकारहरू आयो, धेरै मान्छेहरू आयो, धेरै मान्छे गयो। महात्मा गान्धी आयो, महात्मा गान्धी मरेर गयो। नेपोलियन आयो, नेपोलियन मरेर गयो। अलेक्जेन्डर द किङ आयो, अलेक्जेन्डर द किङ मरेर गयो। सबै मान्छेको दशा चाहिँ अन्तमा के हुन्छ? पार्थिव शरीर चाहिँ ढलेर जान्छ। बाइबलले हामीले यो कुरा बताएको छ। यसमा शिक्षित अशिक्षित आउँदैन, धर्मी अधर्मी आउँदैन, ख्रिस्टान अन्य जाति आउँदैन, सबैजना मर्नु नै पर्छ। किनभने यो हिजो नै हामीले सुनिरहेको थियौँ, प्रभुको दास एल्डर जेटी सरले भन्दा थियो चाहिँ पापले गर्दाखेरि चाहिँ मृत्यु आयो भन्ने कुरा हामीले त्यहाँनिर सुनिरहेका थियौँ। तर एउटा अचम्मको कुरा के छ भने मर्नु कोही पनि चाहँदैन। फेरि मर्नु चाहिँ कोही पनि चाहँदैन, सबै जिउनु नै चाहन्छ। अन्त धेरै संसारमा हामीले हेऱ्यो भने एकदम रेयर मान्छेहरू मात्रै, धेरै कम्ती मात्रामा मात्रै होला
जसले चाहिँ मलाई मृत्यु आओस् भनेर उनीहरूले उपेक्षा गरिरहेको हुन्छ। अनि जब यो पार्थिव शरीर मल्छ नि, यो शरीर चाहिँ गनाउँछ, यो शरीरमा भ्याक्टेरिया आउँछ, यो शरीरमा नराम्रो दुर्गन्ध आउँछ, त्यो शरीरको छेउमा बस्यो भने मान्छे बिमारी हुन्छ, त्यो शरीरबाट नाना किसिमको यो बाइबल धर्मशास्त्र 2 कोरिन्थी 5 को 10 पदलाई म एकताल फेरि पढ्न गएको छु। एकदमै हाम्रो लागि इम्पोर्टेन्ट पोइन्ट छ। यहाँ के भनेको छ, प्रत्येक व्यक्ति, यहाँ भनेको छैन साधारण विश्वासी या डिकन या एल्डर या पास्टर या रेभरेन्ड डाइरेक्टर, केही पनि भनेको छैन। तर यहाँनिर के भनेको छ, प्रत्येक व्यक्ति जो आफ्नो आमाको गर्भबाट जन्मेर यस पृथ्वीमा आउँछ, त्यो व्यक्ति चाहिँ पिताको अगाडि न्याय आसनको अगाडि खडा हुनुपर्छ। एक दिन उसको न्याय हुन्छ अनि उसले जीवनभरि गरेको कार्यको उसले लेखा जोसा दिनै पर्छ। जीवनभरि गरेको उसले कामको त्यहाँनिर हिसाब किताब त्यहाँनिर हुन्छ। जीवनको पुस्तक खोलिन्छ अनि उसको सबै कुराहरू त्यहाँनिर छर्लङ्ग देखा पर्छ। उसले पृथ्वीमा हुँदा के गरेको थियो, पृथ्वीमा हुँदा उसले कस्तो जीवन जिएको थियो, पृथ्वीमा हुँदा उसले कस्तो गवाई लिएर विश्वासी भएर कस्तो गवाई लिएर उसले हिँडेको थियो, आज उसको हिसाब उसले आफै दिनुपर्छ। उसको हिसाब उसको बाउले दिनु पर्दैन, उसको हिसाब उसको पत्नीले दिनु पर्दैन, उसको हिसाब उसको पतिले दिँदा हुँदैन। छोराछोरीको बारभित्र रिलेसन खराब छ कि या मण्डलीभित्र हाम्रो रिलेसन खराब छ कि हामी वरिपरिको मण्डलीमा हाम्रो रिलेसन खराब छ कि, त्यो कुरालाई हामीले यस साँझ हामीले एक्सरे गर्न जाउँ अनि त्यो कुरालाई हामी सच्याउनेपट्टि चाहिँ उफ्रियौँ। किनभने समय कति बेला कसैको पनि केही हुनसक्छ, कुनै पनि बेला कालो दिन आउन सक्छ। त्यति बेला हामी के गर्ने, प्रत्येक मृतकको इन्साफ त्यहाँनिर भएर छोड्छ, चाहे त्यो विश्वासी होस् चाहे त्यो अविश्वासी होस्, चाहे ठुल्ठुलो प्रभुको दास किन नहोस्, चाहे त्यो साधारण विश्वासी किन नहोस्, सबैको हिसाब किताब त्यहाँनिर हुन्छ। सबैले आफ्नो त्यहाँनिर न्यायसँग अगाडि खडा हुनुपर्छ। अनि अन्तिम पोइन्ट म तपाईँलाई के भन्न चाहन्छु भने, हामी अझै एउटा वचन पढ, अब उठाउन लागिरहेको छु, तेरो पत्नी अब मर्नेछ। अनि इजेकियलले दर्शनमा त्यो कुरा देख्छ कि उसको पत्नी चाहिँ अब उठाइ लानु आँटेको छ। तर परमेश्वरले इजेकियललाई के भन्यो, त्यो नरुनु, तैँले शोक नगर्नु। अनि नयाँ नियममा पनि हामीले हेऱ्यो भने त्यहाँ पनि परमेश्वरको वचनमा धेरै जग्गा लेखेको छ कि अन्य जातिहरू जस्तो शोक नगर भनेको छ। आज हामी क्रिस्चियन र अन्य जातिमा यो फरक पनि हुनु जरुरी छ, विश्वासी र अन्य जातिमा यो फरक पनि हुनु हाम्रोमा जरुरी छ कि हामीले अन्य जाति जस्तै हामीले शोक गर्नु हुँदैन, आशै नहुने व्यक्ति जस्तै। अब फेरि हामी भेट्नेछौँ भन्छ, फेरि हामी बौली जस्तै हुन्छ, कोही बेला बौला जस्तो हुन्छ। यस्तो हामीले त्यहाँनिर तमासा देखाउँछ कि अन्य जाति जस्तै हामी त्यहाँनिर हामीले देखाइरहेको हुन्छ। तर बाइबलले भनेको छ आशै नहुने जस्तै तिमीहरू सोच्नु, किन हामी एक दिन भेट्नेछौँ नि त, हाम्रो लागि त्यो प्रबन्ध गरेको छ नि त प्रभुले, हामी त्यो जग्गामा फेरि पुग्नेछौँ नि त। त्यसकारण हामी शोक गर्दाखेरि हामी धेरै होसियार हुनुपर्छ। हाम्रो घरबाट हाम्रो प्रिय कसै हाम्रो प्रिय सदस्य गुमेर जाँदाखेरि हामीलाई ठुलो धक्का लाग्छ।